हेलो नमस्कार तपाईलाई मेरो युट्युब च्यानलमा म स्वागत गर्न चाहे अनि आउनुहोस् अब हामी केही मैले यहाँ स्याहार्दै गरेको तपाईले हेरिदिनुस् भन्न म चाहन्छु। अनि यहाँ चाहिँ मैले जरबेरा गार्डनमा आएर चाहिँ मेरो जति पनि पुरानो बोटको पत्ताहरूलाई निकाल्ने क्रम अनि यो टप लेयरको माटोलाई मललाई चाहिँ अलिकति पन्साएर चाहिँ अनि नयाँ मल थप्ने मैले यहाँ जमरको कसिरहेको छु र तपाईले एकछिन हेरिदिनुस् अनि तपाईले सब्स्क्राइब गरिदिनु नबिर्सिनुस् होला। सो तपाईले देखिहाल्नुभयो मैले यहाँ टप लेयरको माटोलाई मैले निकालिसकेँ है। अनि निकालिसकेपछि चाहिँ अब यसलाई चाहिँ मैले मल थप्नु पर्ने हुन्छ अनि मल थपेर चाहिँ मैले चाहिँ एकदमै मल मात्रै नभएर यसलाई चाहिँ अरू जति पनि सप्लिमेन्टहरू म दिने गर्नेछु। किनभने यो एक खेप दिएकोले गर्दा चाहिँ सालभरि नै फुल्ने गर्छ अनि यसलाई चाहिँ एकदमै पानी अनि गाईको पिसाबहरू अनि जति पनि यसलाई चाहिने जति पनि धातुहरू छ भनौँ न यसलाई चाहिँ म दिने गर्छु र एकदमै राम्रो फुल भएको कारणले गर्दा एकदमै अब मार्केट राम्रो पाउने भएकोले गर्दाखेरि चाहिँ म यसलाई एकदमै केही वर्षको एक्सपिरियन्समा म यसलाई स्याहारिरहेको छु र तपाईँले यो युट्युब च्यानलमा तपाईँले जरबेरालाई हेरिदिनुहोस् है। तपाईँले कस्तो तरिकाले स्याहार्दै हुनुहुन्छ तर यो चाहिँ एकदमै पाकेको गाईको मललाई लगाएर चाहिँ यसरी बोटदेखि चाहिँ अलिक अलग्गै हुनुपर्छ। बोटमा चाहिँ छुवाउनु हुँदैन। इभन कि माटो पानी जुनै कुरा पनि बोटमा चाहिँ हामीले लाउनु हुँदैन। बोटैमा चाहिँ अनि अलग्गै जरालाई छोप्ने हिसाबले गर्नुपर्ने छ। सो यहाँ यस्तै तरिकाले तपाईँले देख्दै हुनुहुन्छ यो जरबेरा चाहिँ। अनि यहाँ जति पनि ग्रिन हाउसमा चाहिँ बाहिर फिल्डमा म काम गर्दाखेरि चाहिँ मेरो चाहिँ भिडियो गरिदिनु हुँदैन र यहाँ तपाईँले भाटा देख्दै हुनुहुन्छ अनि यहाँ डोरी देख्दै हुनुहुन्छ। यो चाहिँ मेरो फोनलाई अल्झाएर चाहिँ म भिडियो गर्ने गर्छु। सो अहिले भने मेरो चाहिँ यहाँ बस्ती लाइफमा चाहिँ यो तरिकाले चलिरहेको छ अनि जरबेरा फुल फुलाइरहेको छु अनि अदर्स जति पनि क्रपहरू छ फार्मिङहरू छ त्यो पनि गरेर देखाइरहेको छु तपाईँको समक्षमा बसिरहेको छु। सो तपाईँले फेरि पनि म भन्न चाहन्छु तपाईँले मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु नबिर्सिनुहोस् होला। तपाईँले सपोर्ट गरिदिनु नबिर्सिनुहोस् होला। तपाईँको सपोर्टले धेरै उत्साह पाउनेछु है। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो।